पता नहीं क्या हो गया। नगर सर्किन्छ अरे अरे पहिला अचानक से बाहर चिल्ला के निकली। नगर्न सर्किन्छ अहिले हौ तरिका धेरै त्यो हँसाउनु मम्मी यही जोकमा 4 चोटि हाँसिसक्नु हो। दिस इज द फोर्थ टाइम। अनि मैले भनेको मम्मी यसरी नै प्यान्ट भिजाइराख्यो भने मैले मेरो अब त सुक्दैन त मम्मी पुरा चिसो छ बाहिर मैले आज लगेर माथि घाममा सुकाएको छतमा नसुकेर यसरी नै भिजाइराख्यो भने त अनि आज पापाले बिहान लिएर आएको चारोले पनि चारोले उतार्छ। सबै भिज्यो सबै भिजिरहेको छ नि त। अनि बेडसिट पनि मैले आफ्नो लागि मगाएको त्यो सुकाइरहेको छु होइन। अनि मम्मीलाई भनेको अब यसको त प्यान्ट भी नहीं है चिल्लायो भनेर मलाई सोध्छ। त्यही भन्दै हामी मरिभरि हाँस्दै बस्छौँ। दिनभरि केही काम छैन हाम्रो। हुन्छ खाएर